everyone, myself Fizi फेरि पनि हजुरहरूलाई चाहिँ मेरो भिडियोमा स्वागत छ। आज चाहिँ म बिहान अहिले कति 7:30 भयो। म चाहिँ मेरो साथीहरूसँग चाहिँ घुम्न जाँदैछु अनि यसले चाहिँ ड्रप गर्न जाँदैछ मलाई। हेलो भनिदिन्छ। अनि म चाहिँ बिहान केही नि खाएको छैन अनि धेरै केरा खाँदा आइरहेको छु। मेरो एउटा साथीलाई चाहिँ मैले त्यहाँ मणिपुरबाट पिकअप गर्छु अनि त्यसपछि चाहिँ हामी सँगै जान्छौँ अनि चाहिँ अरू साथीहरूलाई चाहिँ उतै भेट्छु। हामी चाहिँ सरल जाँदैछौँ ल। अब अलमोस्ट हामी मैले उसलाई पुग्न लाग्यौँ। कस्तो महँगो भयो है पोखरा त आजकल पहिला जस्तो छैन के प्राइसहरू एकदम बढेको छ। हिँड्न त सबै ठाउँमा बढेको भए पनि पहिला नै हामी यहाँ बस्दा र अहिले त भन्दा जस्तो के लाग्छ क्या है। पहिला कस्तो लाग्यो? हेर्नु न यहाँ जेन्जी आन्दोलनले के त्यो बेला फोडेको अझै बनेको छैन। कति धेरै ठाउँहरू बिचरा भत्काएर कस्तो भएको छ नि। भत्काउन सजिलो के गर्ने अब बनाउन गाह्रो छ। अहिले चाहिँ हामी चाहिँ यहाँ भनेको लाग्यो अहिले चाहिँ सुनसान छ। सटरहरू पनि कुनै खोलेको छैन, 1-2वटा मात्रै खुलेको छ। र म चाहिँ मेरो साथीलाई फोन गरेको, मेरो साथीले चाहिँ फोन रिसिभ गरेन। आउँदैछ होला। हेलो केही हुन ल अब ओके। अहिले चाहिँ हामी लेक साइडको हलन्सुक आइपुग्यो। हामी चाहिँ अब बोटिङतर्फ लाग्दैछौँ। हामी भेट्ने हाम्रो मेन पोइन्ट चाहिँ यही भयो। चाहिँ हामी चाहिँ यहाँ आइपुग्यो। यो चाहिँ फेवाताल, यो चाहिँ बिचको भाग पर्छ। उनीहरू फेरि लजाएर हैरान्छ। भगवान् किन लजाएको होला? भोक लाग्यो भनेर चाउचा खाँदैछ। बिहान उठेर आएको रे अझै चटपट खोज्दैछ। ओ माई गड अनहेल्दी अनहेल्दी। यहाँ चाहिँ के गर्दै हुनुहुन्छ अङ्कलहरू? पात जम्मा गर्नुभएको छ। के गर्नुभएको अङ्कल? के गर्नुभएको यो? हजुर दुना टपरी के हो दुनाको? ए ए हजुर हजुर। ए मतलब के को लागि हो यो? मान्छे मरेको हो। ए 11 दिन। ए हजुर बच्चा लगाउने हुन्छ। ए हजुर हजुर। बच्चा भनेको यो 365 वटा। ए म त के गर्नु भएछ भनेको। परम्परा छोड्नु भएन। हजुर त्यही त। हिजो 10 आज 11 दिन खर्च ए हजुर हजुर नुन खाने हजुर केही तरकारी नियम पुरा नि। भोलि 12 नआउने हजुर पर्सि 13 चाहिँ अम्की नानी ए अनि टोपी लगाउने। यो चाहिँ पानीमा बगाउने हो र यो? सबै यो पछि ए दियो बालेर। ए हजुर हजुर। आफ्नो आफ्नो चलन रीतिरिवाज। अब तपाईँ हेर न चटपटे खाने हो? बिहान चटपटे खाने भन्छ। यहाँ चाहिँ अब बोटिङ जान लाग्नु भएछ 4 जना। हामी पनि 4 जना होइन र? 5 जना त गयो। अर्को साथी पनि हरायो फेरि। जसले पनि कुर्नै पर्छ के गर्ने। जता गयो नि कुर्नै पर्छ हो म त। ओके हाम्रो चाहिँ साथी आयो। हामी चाहिँ 5 जना भएर साथीको दाइ पनि आएको रहेछ। मेरो दाइ नि लिएर आएको थियो है। मलाई थाहा थिएन छ दाइ। तपाईँले आफ्नो दाइ बोकेर आयो भने त के हुन्छ हौ? आफ्नो दाइ बोकेर हिँड्दै। अब हामी चाहिँ यहाँबाट पनि नचढ्ने कि अब उताबाट चढ्ने कि अलि उताबाट मलाई चाहिँ थाहा छैन। मास्टरमाइन्ड त अगाडि अगाडि ऊ जता पनि हामीले जता घुम्न जाँदा पनि उसले नै होइन यता जाने उता जाने यस्तो उस्तो। ऊ अगाडि अगाडि हिँड्दै। उनीहरू चाहिँ अगाडि अगाडि हिँडेछ। ल अब चाहिँ घाम एकदम चर्किँदैछ है। कस्तो गर्मी भएको नि। यत्रो यो पिङ्क कलर कस्तो राम्रो देखेको। कति ठुलो के यो के काइकिङ हो यो? कति ठुलो र यो सदन ढाए जस्तो
आनन्द आउँदै बिहान बिहानकै यस्तो यो तालको छेउतिर डाँडा काँडा हरियालीतिर बस्नु अहिले त यतातिर पनि एकदम काइकिङ कति मान्छेहरू ओ माई गड यति मार्केट थाहा छ नि काइकिङले हामी त बरु जुस खाँदै हिँड्नु पर्ने कि बिहान बिहान ओइ जुस खाने हो र जुस खान मान्दैन चटपट खाने भन्छ यस्तो छ साथीहरू उसलाई भिडियोमा ब्रेड 40-50 भयो के केसँग खाने नि त्यो ब्रेड यतिकै खाने पानीसँग यो भगवान् के हो यो के ब्रेड हो र त्यो एप्पल हुन्छ भित्र ए के खाने हो छैन गोलोवाला ओके हामी चाहिँ यो खान लागेको यो चाहिँ के अरे एप्पल के अरे एप्पल पाइ त होइन होला हौ एप्पल वाला तिम्रो के हो यो एप्पल खोइ कहाँ गयो फेरि यहाँ त फेरि के जुस खाने भने है के हो जुस खाने कि पानी के 1200 रे सबैको जाने एउटा मान्छे सब भाइ एउटा बोट ठिकै न जाम न त ट्रेन पनि भने होइन हामी चाहिँ अहिले हाम्रो टिकट काट्न लागेको 1 घन्टामा फर्किन्छ होइन हामी ल हामी चाहिँ डुङ्गा चढिसक्यौँ हामी चाहिँ यहाँबाट अब पहाडी त्यो घर भएकोमा चढेर त्यसपछि चाहिँ हामी चाहिँ हिँड्दै चाहिँ उता चाइनिज घुम्न जान्छौँ त्यसपछि फेरि चढेर चाहिँ तल आएर फेरि बोटिङ गर्दै फेरि टक्क लगाएर फर्किन्छौँ ल स्टप भयो ल हामी चाहिँ जाने ठाउँ आयो अब हाम्रो हाइक चाहिँ यहाँबाट स्टार्ट हुन्छ ओल पिस पगोडा 45 मिनट्स लाग्छ अरे नर्मल हामी चाहिँ उकालो झर्दैछौँ कतिजना मान्छेहरू चाहिँ हाइक गर्दो रहेछ यो रुट एकदम सर्ट एन्ड स्विट मलाई चाहिँ बाटोमा हिँड्न थाहा पाएको के कति फर्किसक्नु भयो कति चाहिँ हामीले बाटोमा भेटेको छौँ सँगसँगै आइरहेको छौँ रमाइलो भइरहेछ रमाइलो भन्छ ए हो यति हिँड्दा पनि पसिना चाहिँ एकदम आएको छ है तर म थाकेको चाहिँ छैन गर्मीले एकदम गाह्रो भइरहेछ त्यही नै हो के कराएको त्यति चर्को हामी चाहिँ जान भयो है अझै उकालो छ ओ माई गड कहिले होला तरुनीहरूसँग हिँड्न गाह्रो छ फोटो खिच्ने भिडियो गर्ने हिँड्न पनि सक्दैन फेरि एक त यता आराम गर्दैछ बाटोमा भेटेको साथीहरू है उहाँहरू चाहिँ छिटो आउनु कति ढिलो हौ बुढासल्ला आएर भर्खरको तरुनीहरूलाई 16 वर्षकोहरूलाई लगभग आधी बाटो भन्दा त अलि माथिमा आइपुग्यो म चाहिँ आइपुगेँ भर्खरमा साथीहरू चाहिँ आउँदैछ पछाडि साथीहरू चाहिँ हिँड्न नसक्ने पाउनु भयो तर ट्रेकिङ जाँदा जता जाँदाखेरि झले पनि म अगाडि नै भएको हुन्छु क्या उकालो चाहिँ म मजाले हिँड्न सक्छु ओह्रालो चाहिँ ठिक हिँड्न सक्छु यो आवाज जस्तो यो किरा के साह्रो कराएको यो किरा त बिहान बेलुका राति जति बेला पनि कराउँछ क्या यस्तो करा मेरो यो भिडियोमा के म बोलेको आवाज भन्दा त्यो किरा कराएको चर्को आइरहेको रहेछ कि यस्तो सुनेको त
जस रमाइलो फिल भइरहेछ एकदम माइन्ड फ्रेस भइरहेछ एकदम शान्त आनन्द फिल भइरहेछ नेचर हेल्थ एभ्रिथिङ के हजुरको स्ट्रेसहरू जति सबै कुरा एकदम डिजिनेस एकदम अल्छी लागिरहेछ भइरहेको चाहिँ हजुरहरू चाहिँ जङ्गलमा आउन सक्नुहुन्छ हाइकिङ गर्न सक्नुहुन्छ अनि आनन्द फिल हुन्छ तर दिया आर सो मेनी वेज हजुरहरूलाई चाहिँ रमाइलो लाग्न सक्ने मेरो चाहिँ एउटा हाइकिङ पनि हो ल हामी चाहिँ एकदम नियरली आइपुग्यौँ अस्ति यता देखेको छ पूजा हुँदैछ है के हो एकदम ढ्याङ ढ्याङ्ग्रो बजाएको जस्तो आवाज आइरहेछ ओके हामी चाहिँ यहाँ आइपुग्यौँ तर यहाँ चाहिँ भिडियोहरू फोटो खिच्न चाहिँ अलाउड छ होइन फोटो चाहिँ खिच्न मिल्छ भिडियो गर्न अलाउड छैन रे सो मलाई चाहिँ टाढेबाट यसो भिडियोमा हजुरहरूलाई चाहिँ दर्शन गराइदिएको यो चाहिँ हाम्रो व्हाइट स्तूपा यहाँबाट चाहिँ देखिन्छ यो शिव मन्दिर अनि यताको साइडमा रहेको छ फेवाताल हजुरले चाहिँ लेफ्ट साइड देख्न सक्नुहुन्छ भ्यू चाहिँ एकदम दामी देखिन्छ है अहिले चाहिँ हामी माथि स्तूपाको दर्शन गरेर चाहिँ बाटोमा छौँ अघि चाहिँ हामी चाहिँ जुन बोटमा आएको थियो नि त्यो बोटको कन्ट्याक्ट नम्बर लिएको छ अनि हामी चाहिँ अब फोन गरेर अब हामी आधी बाटोमा पुगेपछि चाहिँ उहाँलाई चाहिँ फेरि आउनु भन्नुपर्छ कि किनकि उहाँलाई चाहिँ हामीले ड्रप गरेर फेरि उतै फर्किनु भएको त्यही भएर अब भिडियोहरू चाहिँ गर्न पाएन खासै देखाउन चाहिँ पाइनँ भिडियोमा मैले चाहिँ किनकि नट अलाउड थियो त्यसैले अब रुल एन्ड रेगुलेसनलाई त फलो गर्नु पर्यो त्यही भएर अब चाहिँ हामी चाहिँ ओह्रालो लागेको 5 मिनटमा आएको हामी आयो 5 मिनटमा सबभन्दा लास्टमा त तिमी नै थिए है झन् 5 मिनट हामी ब्रेकै लिएको होला यहाँ के घरिघरि स्टप भएको भए एकछिन हिँड्यो अनि फेरि स्टप भएछ यहाँ बसेर चिज खायो अनि पानी चाहिएको एकछिन बस्यो अनि बल्ल पछि त हामी दुईजना भएको थियो त्यतिखेर नि त अनि हामी त माथि पुगेको रुख रुखमा टाँसिएर क्या अब रुखमा टाँसिएर क्या फेरि झुन्डेर लाग्छ फेरि हो यो रुखमा उयो साँच्ची अब हामी चाहिँ कहाँ गएर खाने हो खाना कहाँ गएर खाने हो खाना हामी के अरे अब हामी यहाँबाट झरेपछि जता नजिक पर्छ त्यही खाऊँ न त है कि कता लाइक हुन्छ नि त अब यहीँ जानमा लाखा भन्ने छ हामी तल आइपुग्यो वे टु बोट अब यहाँबाट धेरै टाइम छैन 10 मिनट जति लाग्छ कि लाग्दैन है त्यहाँपछि चाहिँ हामी चाहिँ तल पुगेर चाहिँ पारी तर्नेछौँ कोही कस्तो आनन्दको हावा आएको यहाँ चाहिँ पुरा बोटिङ के ऱ्याफ्टिङ जस्तो नि गरे है के काइकिङ सबै है कि यो भित्र त यता रमाइलो भएको है उता भन्दा त के गर्छु धेरै गहिरो छैन क्या है यहाँ त ओके ओए होइन त्यो बच्चा पनि त्यहाँ पौडी चाहिँ छ त ए यहाँ चाहिँ यतिकै पौडी नि मिल्दो रहेछ है खेल्ने आएको म त खेल्दैन म त आउँदैन पौडिन ए त नि म ज्याकेट लाउनु पऱ्यो पास गरिदेऊ त फालिदेऊ त थ्याङ्क्स कति गर्मी भयो ओके ल बोटमा चाहिँ चढिसक्यो भर्खरै लास्टै गर्मी भएर हामी चाहिँ यहाँ छाता ओढेर जानु लागेको अब पारीसम्म यस्तो गर्मी भएको छ यस्तो गर्मी भएको छ ओ माई गड हामी सबैजना यहाँ छाता ओढेको कि अब हामी किन लाग्यो
हामीले लाने आमा चाहिँ उहाँबाट आउँदै हुनुहुन्छ आउँदै हुनुहुन्छ घाम यस्तो छ यहाँ चाहिँ बिहानै आएको ठिक हुँदो रहेछ हामी आएको अझै ढिलो भयो के अघि हामी त्यही हेर्न गएको हो कि आफूहरू ढिलो आयो नि त हामी त गइसक्यो त्यहाँ कस्तो भयो तिम्रो हाइक हेलो आफ्नै पारामा चाहिँ सबैजना ल तिमी हिँड्न सकेन होइन है जो चाहिँ सबभन्दा लास्टमा अब चाहिँ हामी चाहिँ एकदम भोक लागेको छ हामी चाहिँ अहिले यहाँ यो लेक साइडको मन्त्र थकाली भन्ने ठाउँमा खाना खानको लागि आएको छौँ मेरो चाहिँ मटन थाली सेट आइसक्यो यता सबैजनाले चाहिँ चिकन खानुभएको छ ओके सुरु है त लास्टै भोक लागेको हो साह्रो भयो पापड पनि कोही पापड मेरो चाहिँ मटन ग्रेभीवाला हो ओके सुरु खानासाना खाएर यताउता यसो हल्का सामानहरू लियो एक साइडमा अनि अहिले चाहिँ हामी चाहिँ घर फर्किँदै हो एकदम रमाइलो भयो साथीहरूसँगको छोटो मिठो रमाइलो भयो कस्तो लाग्यो तिमीलाई आजको दिन दामी भयो गाइस डन केक कम्ती चाहिँ यो चाहिँ नेक्स्ट डे हो नि फेरि हिजो चाहिँ मलाई त्यहाँ कस्तो भिडियो बनाएन त्यसपछि सुत्यो अनि आज बिहान चाहिँ अब त्यो भिडियो छोटो भयो भनेर चाहिँ आज चाहिँ भिडियो एन्डिङ गर्छु भनेर चाहिँ यो पार्ट चाहिँ छोड्नु खोजेको सो द्याट हामी मेकिङ भिडियो जिरा पकाएको मन गर्छ टमाटर जिरा पकाउँछु धेरै होइन अलिअलि म चाहिँ यता मासु पनि भुल्दैछु अब मासु पटपट भुटेर खानुपर्छ भन्दा भन्दै चाहिँ मेरो चाहिँ थालमा चाहिँ खाना चाहिँ रेडी भइसक्यो अब चाहिँ म गम भात खान्छु है त के भयो ल कति पैसा भाइ 12 पनि लाग्दैन अघि नै पनि भातै खाएको देखेछ त्यहाँ भिडियो अहिले पनि भातै खाएको हुन्छ नि त मैले हाल्दै थिएँ सानो फिल्म
चोख्न सक्दैन कि स्मेल लिँदैछ हल्का चाटै रातको पिल हुन्छ होला है त किन लाग्छ खासै पिरो नभए त्यो अलिक सिधो हुँदैन खुर्सानीमा त्यसरी त भात यी पुरै खाएको देख्ने नि अर्को साथीहरू मजामा खाना खान्छु अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँला सबैजना राम्रो बस्नु होला टेक केयर